तपाईहरुलाई स्वागत छ नयाँ भिडियोमा। अनि यो चाहिँ फर्स्ट भिडियो हो कि सेकेन्ड भिडियो थाहा छैन कुन चाहिँ हाल्छु। अस्ति नै बनाएर छोडेको छु। अनि त्यसपछि आज चाहिँ हामी बिहानै कति 4:30 तिर होला कि 5 बज्यो अनि बल खेल्न जाँदैछौँ। म यहाँ फ्रेस भएर भेट्छु ल। अहिले चाहिँ हामी ठ्याक्क देउरालीतिर पुगिरहेको छौँ। देउराली पुगे होइन, देउरालीमा बतास चल्यो भन्ने ठाउँतिर। अनि त्यही हो, यो रुममा छौँ। गर्मी त खासै छैन, त्यही भएर ज्याकेट स्याकेट लाएर हिँडिरहेको छु म। अब अहिले पर पुगेपछि भेट्नु पर्ला है त। त्यही हो। राइट नाउ हामी चाहिँ अब कहाँ आइपुग्यौँ भने खोल्सातिर आइपुग्यौँ अहिले। अनि केटाहरू चाहिँ लाबारिसहरूले चाहिँ म्युजिक बजाउँदैछ त्यहाँ। त्यही हो। अनि हामी खासै खतरा प्लेयर त होइन, खेल्न नि आउँदैन तर जाँदैछौँ। त्यही हो। अहिले चाहिँ हामी कहाँ पुग्यौँ, यस्तो बाटोको अवस्था भने चाहिँ यस्तो छ कि यस्तो हिलो हिलोवाला टाइपको। तै पनि हिँडिरहेछौँ 2 जना मात्रै। अरू लाबारिसहरू चाहिँ बिहानै 4 बजे हिँडिसकेको छ। हामीभन्दा छिटो उठ्ने नि त तिनीहरू। त्यही हो। अनि अहिले चाहिँ अब हामी केही समयपछि त्यहाँ पुग्छौँ। त्यहाँ चाहिँ खतरा म्युजिक बजिरहेको ताइन तैको। त्यही हो। अनि कपिराइट लाग्छ, भिडियो खासै आउँदैन होला सायद। त्यही हो। लुक एट नाउ माई भिलेज। के भन्छ यार बाटोलाई इङ्ग्लिसमा के भन्छ? रोड, हाइवे। उयो माटोको झन्डै खासो। दर्शक पनि यहाँलाई स्वागत छ। हल्डाउने मिडियममा होइन ल, के हो यस्तो? लगडा हो यता। यो पिस्करको टोलीहरू चाहिँ होइन एकदम तयारी अवस्थामा छ होइन। यस्तो म्याच टोक्नेहरूले होइन धोबी हान्नलाई होइन। मुलाहरूले अब यस्तो हान्छ। यो कहाँको यिनीहरूसँग खेल्ने यिनीहरू खै यो हो मुला। यसले यो सिकाउने छु। यो सिकाउने म अहिले गर्ने। यो ल ल केटा यो चाहिँ पिस्करको सबैभन्दा हरामी केटाहरू हो यिनीहरू चाहिँ होइन। यो चाहिँ अब कता केटा, यो 12 केटाहरू। यो चाहिँ भोसडीहरू। यो भोसडीहरूले हान्छ आज धोबी हान्छ त। के खान्छ के हान्छ त यिनीहरूले। सीजर पेपर रख। सीजर पेपर रख। कता आउने यतै बस्नु है। कोटै लिउँ यतै बस्नु। ओ ठेउके ल्याएछ न। ठेउकेलाई त बोला त। आर्यन ठेउकेलाई बोला नि त यार। ल यो भोसडी मादर चौधहरूको गेम सुरु हुँदैछ। यहाँ छातावटा मुजी दादालाई बस। यस्तो सोमा च्याप्पो केही हुनु। बस बस्न मादर चौध छिटो बस्ला। यसोमा यिनीहरूको भिडियो अक्का आँखा दिन्छु ल। बस्न ए भोसडी यस्तो कर। साधनको त्यो लक कति हो भन्ने। ओइ लक कति हो? लक
विश्वको केटाहरूले गाँड गुलो धुनी गरी हानिरहेको छु मान्छेले हेर्ने सकेकै छैन मुजी भोसडीहरूले टुर्नामेन्ट आउँछ खेल भने मुजी सिकायो मुजीहरूले हान्दै हान्दैन हान्न हो त्यसरी ए मायादर चोतहरूले गाँड गुलो धुनी ताले मुजी उफ्रेर मात्रै बस्छ माया टेक्ने मान्छेले हान्दै हान्दैन त्यो मुजी हमला उठाएर बसिरहेको ल 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 बराबर अङ्क आउनु लागिसकेको छ यीहरूले बेटा भनेर हानिसकेको छ यताबाट ट्याकलर हान्यो 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 भोसडीले हान्यो दामी तालले हानिसकेको छ भोसडीले ए मलाई उफ्रिन मात्रै भयो भोसडी गाडी जाउँ गाडीमा आयो मुजी भोसडी पनि एकछिन हेरौँ जाउँ गाडीमा मलाई पाउन एकछिन यतातिर चाहिँ यस्तो छ केटाहरूको लगाएको धुन्दाले हान 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 माऱ्यो मान्छे भोसडी भोसडी मुजी खेल्दैन खेल्नु मात्र बस्दैन मात्र साउन्ड चाहिँ आउँछ आउँदैन फेरि त आएन मुजी कोब्रो चाहिँ पहिलो चलिरहेको छु होइन केही छैन हामी यस्तै ठिक छौँ हामीलाई यस्तै त अनि प्रो भने जस्तो होइन हामी पारामा ट्याकल लगाएर भरे हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ चिनमा पारामा दादा अहिले चिनमा छ भने जस्तो जाउँ यार रात पर्छ यार भरे ओहो पिसको केटाहरूलाई काँच्चै निल्ने भयो मासुले ल्याप्छेत यसले राम्रो खेलिरहेको छ अहिलेसम्मको उत्कृष्ट खेलिरहेको छ भोसडीले मादर चोतले गएको छ अहिले मादर चोतहरू परिरहेको छ हाँस्ने हिरो छ अहिले चाहिँ होइन हिरो हिरो 10बाट हानिरहेको छ ब्ल्याक 10 ब्ल्याकबाट हानिरहेको छ देखिरहेको छ 1 मिनटको भइसकेको छ भिडियो 23% भइसकेको छ 4 छ हाम्रो यहाँनिर भोसडीहरूले हार्ने मैले सङ्केत देखिसकेको छु होइन अहिले चाहिँ ट्याकल यो एक लास्ट भिडियो बनाइदिउँ ओ यसले हाने अब्बा हाने भोसडीले हाने अब्बा हाने मरे भोसडी लाइन क्रस गरेर हान्नु यार चार्ज त लत गर्दो रहेछ यार यो गाइस दिनको सुरुवात भइसकेको छ भोसडीहरूको पनौती दिनबाट होइन ट्याकलरी मादर भिडियो गरौँ हान्दै केटाहरू ठोक्दै है आफ्नै करेसा बारीमा खेलिरहेका छन् हाम्रो केटाहरू चाहिँ धोबी हानिसकेका छन् आफ्नै करेसा बारीबाट चाहिँ धोबी धान रोप्ने खेतमा चाहिँ हाम्रो खेल भइरहेको छ खेलेन हान्यो बोलायो बोलाउनु थाल्यो अब त्यहाँ चाहिँ कमब्याक हान्ला जस्तो छ भनौँ भने पनि नम्बरले डाँडा काटिसकेको छ त्यसै कारणले गर्दाखेरि म यो गोब्रोको 4 सिद्धिको कारणले आजको लागि बिदा लिन चाहन्छु हस्तो यहाँ त यहाँ आएर बोला न ल्याउ न एकजना उता बस्छ बस्दैन सर त्यहाँ उभिन्छ त लाइन हेर्छ भाइ लाइन हेर्छ हात उठ्छ सिधा खाल्नु सिधा राइट राइट हो गया आउट राइट के थारे राइट के आउट राइट के राइट राइट है नम्बर उताल्नु सिधा देखाइछु अलि घुम्नु सर मलाई न बोल हैन
फोन बन्द गर भाइ आज हारेको छ यो मुजिला उता लैजानु यही मुजिले यही आज मुला अलक्षिण मुर्दार खासमा त क्यामेरा फेरि स्न्यापच्याट छ लास्ट हो त केटा आज जस हामी हारेको छ यो मुर्दाले गर्दा यस्तो गर्ने ल यस्तो समाधि बुढी लाग्छ ल है ल सो गाइस आज यिनीहरूको हारेको हामी तेह्र उता देखेर आउँछ तैँले ए ल केटा हो के छ हारेको उपलक्ष्यमा यो छ अलि देख त हो ल अनि हामी चाहिँ यस्तो टक्क यता मुर्दा हो टक्क मर्दा अनि दाइ यहाँ के छ आज हारेको उपलक्ष्यमा सबसे धेरै के गर्यो यसले यही हो यो ओ यता हेर केटा हो हाम्रो केटाहरु घर पर्छ हो उताकोट भरे घर जाने बेला फेरि उता सुगलतिर बास होला उसको गाइस आज हामी चाहिँ हारेर घर हिँड्दैछौँ पछाडि केटा आउँछ अनि यता अगाडि जान्छ केटाहरू तर तल आज यसले ऱ्याप हान्नु पर्ने छ है स्टार्टिङमा छ रन्डी ओ तर बोङ ओ म बोक्छु यहाँले छैन भाइ यहाँ यहाँ के छ यहाँ छ त गाइस आज त यस्तो ऱ्याप ऱ्याप कालै भएको छ चल्छ चाहिँ त्यो जियो हारेर ए लडेर पानीमा खेल्यो हामी चटपटे चाहिँ मलाई कस्तो कस्तो पकाएर खानु चटपटे खानु मन लाग्यो पकाएर खाएर अनि तिम्रो हालौ न